हेलो गाइज, वेलकम आवर ब्लग। यति बेलाको समयमा हामी चाहिँ एउटा नेचुरल पार्कभित्र छौँ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ। हामी भित्र छिरिसकेका छौँ पार्कभित्र चाहिँ। अब पार्कभित्र छिरिसकेपछि चाहिँ अब यो पार्किङ गर्ने एरिया रहेछ। यो पार्किङ गर्ने एरियामा हामीले यसरी पार्क गरिरहेको छौँ। अब यो दिनको समय झन्डै 12 लगभग 12:30 भयो होइन। निकै थुप्रै छ यस्तो चाहिँ पार्किङ गर्ने ठुलो एरिया छ। हामीले चाहिँ कुनामा पार्किङ गरेका छौँ। यहाँ चाहिँ हल्का शीतल छ किनकि निकै धेरै रुखहरू छ जसको कारणले गर्दाखेरि। अनि त्यसपछि चाहिँ हामी ठ्याक्कै चाहिँ गाइज भोक पनि लाग्यो। हामी झन्डै 2 घन्टा हिँड्यौँ होइन बाटोमा। हिँड्दै गर्दाखेरि चाहिँ अब यहाँनिर चाहिँ म्याटहरू बिछाएर खानेकुरा टक्क हामीले घरबाट ल्याएको थियौँ होइन। अनि अब यहाँनिर बसेर हामी चाहिँ यसरी खानेवाला छौँ गाइज है त। ल हेर्नुहोस् कम ल गाइज। ओ माई गॉड, हेलो गाइज। ल अब हामी चाहिँ यसरी बसेर खानेकुराहरू सरर खान्छौँ। भोक लागिसक्यो गाइज। वी आर गोइङ टु इटिङ। ओके ल अब हामी चाहिँ खाँदैछौँ गाइज। ओकेไปกินข้าวก่อน हेलो ल गाइज, अब हामीले चाहिँ खानापिना खाएर लगभग सकिसक्यो होइन। म्याटहरू बिछाएर यहाँ अब यतातिर चाहिँ दामी छ क्या, नेचुरल ठाउँ छ होइन। पुरै रुखहरूको वरिपरि बिच भूभागमा चाहिँ पार्किङ गर्ने एरिया छ। शीतल पनि छ होइन। दिउँसोको एकदम मध्याह हो यो टाइम चाहिँ, तर एकदमै शीतल छ। यहाँभित्र चाहिँ पुरै पब्लिक पार्क हो यो चाहिँ। अब म भित्रतिर जाँदैछु गाइज। भित्र अब हल्का टोइलेट वासरुमहरू के छ कस्तो छ त्यो कुराहरूलाई पनि हेर्नु पर्यो। अनि त्यसपछि चाहिँ टोइलेट जान मन पनि लागिरहेको छ। सो द्याट म जाँदैछु गाइज। नेचुरल छ यता पनि पुरै जङ्गल छ होइन। तर भित्र चाहिँ टक्क पार्क छ है त। सिँचाइ भइरहेको रहेछ यतातिर। अब म चाहिँ जाँदैछु। यताको चाहिँ बाइकहरू पार्किङ गर्ने एरिया रहेछ होइन। ल अब हामी चाहिँ टोइलेटतिर जाँदैछौँ गाइज है। टोइलेट चाहिँ यतातिर छ। भित्रको नजारा हामी पुरै दृश्य देखाउँछौँ। यहाँ हेर्नुहोस् त, पुरै पानी चाहिँ एकदमै सिँचाइ भइरहेको छ। टोइलेटको एरिया यो पब्लिक पार्कमा पब्लिक टोइलेट सरकारी यो पार्कमा सरकारी टोइलेटहरू पनि यसरी एकदम व्यवस्थित बनाएको हुन्छ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यो टोइलेट चाहिँ बच्चाहरूको लागि, वृद्धहरूको लागि, प्रेग्नेन्सीहरूको लागि चाहिँ छुट्टै टोइलेट भइहाल्यो। निकै ठुलो चाहिँ वुमेनहरूको लागि होला यतातिर। यताभित्र चाहिँ पार्कभित्रको चाहिँ साइडमा यो सप पनि रहेछ गाइज होइन। अनि नेचुरल पार्कमा सबै नेचुरल छ यता। बस्ने यो ढुङ्गाको चाहिँ टक्क कुर्सीहरू टाइपको पनि बनाएको छ होइन। सबै नेचुरल निकै धेरै। अनि पसलहरूको स्टलहरू पनि रहेछ होइन। अब हामीले यहाँ चाहिँ के देख्छौँ त। साइडमा चाहिँ कफी सप रहेछ गाइज होइन। यो साइडमा अब यो चाहिँ युनिक खालको घरहरू पनि रहेछ। यो घरमा पनि रेस्टुरेन्ट रहेछ गाइज। अब हामी यहाँबाट छिर्छौँ है त। सरी यहाँबाट छिर्दै गर्दाखेरि कस्तो देखिन्छ है त। हेर भित्रको चाहिँ यस्तो खालको रहेछ है त गाइज। पुरै नेचुरल। यहाँबाट तल झर्न पनि मजा रहेछ। तल झरिसकेपछि कस्तो नेचुरल रहेछ यो त। चित्त बस्नुको लागि टेबलहरू, कुर्सीहरू। यो साइडमा चाहिँ पोखरी पनि रहेछ गाइज। कस्तो आनन्दको सुन्दर पोखरी। वा पानीको पोखरी।
रहेछ होइन पुरै केराको रुख। कस्तो दामी चाहिँ भवन बनाएको रहेछ कि गाइस। पब्लिक पार्कभित्र चाहिँ यस्तो खालको पब्लिकहरूको लागि यस्तो टेबल कुर्सीहरू सरर यसरी व्यवस्थित गरेर राखिदिएको रहेछ। यहाँ चाहिँ टिभी पनि रहेछ गाइस, निकै ठुलो रहेछ। यहाँ चाहिँ मजाले बस्न मिल्ने खालको घडी पनि रहेछ यहाँ। अब हामी माथि पनि जाँदैछौँ, माथि रियली जुत्ता चाहिँ खोल्नुपर्ने चाहिँ गाइस। जुत्ता चाहिँ खोलेँ है त मैले, जुत्ता खोलेर माथि जाँदैछु म। दामी रहेछ त, टक्क जुत्ता खोलेर माथि जान मिल्दो रहेछ गाइस। वाह ओभाल रहेछ ल, सिसाको रहेछ घर चाहिँ सरर। अनि यताबाट चाहिँ बाहिर यो खालको देखिन्छ है त। अब यहाँभित्र चाहिँ मिटिङ रुम रहेछ होइन, कुनै पनि मिटिङहरू गर्नु परेमा यस्तो खालको मिटिङ सरर गर्न मिल्ने पुरै एसी सहित जडान गरिदिएको हामीले देख्यौँ गाइज। सोलर पुरै सोलर पावर रहेछ यहाँ चाहिँ। यहाँभित्र चाहिँ मिटिङ हल रहेछ गाइज होइन, यस्तो व्यवस्थित मिटिङ हल पनि बनाइदिएको रहेछ पब्लिककै लागि भनेर। दामी रहेछ। मैले सिसा बाहिरबाट भित्र देखाउने कोसिस गरिरहेको छु, बाहिरबाट लक छ गाइज होइन। अनि बाहिर चाहिँ यस्तो खालको अवस्था है त। अब तलतिर झरेको ल सिटी भयो। अब यतातिर चाहिँ यस्तो सुन्दर ग्रिनरी। थाइल्यान्डमा यस्तो खालको चाहिँ पब्लिक पार्कहरू, यस्तो खालको सुन्दर सुन्दर ठाउँहरू चाहिँ अनि त्यो पनि एकदम स्ट्यान्डर्ड किन बनाएको यसो मलाई खुल्दुली लाग्यो क्या। यस्तो दामी दामी किन बनेको, कसरी बनेको होला भनेर यसो सुनेको मैले चाहिँ यहाँ होइन। पहिलाको गभर्मेन्टले चाहिँ यहाँ के गर्थ्यो अरे भन्दाखेरि चाहिँ कुनै पनि बाहिरको अन्तर्राष्ट्रिय कम्पनी थाइल्यान्डमा आएर व्यवसाय गर्नको लागि चाहिँ त्यो कम्पनीले यहाँको सरकारलाई चाहिँ जुन ठाउँमा उसले चाहिँ कम्पनीको अफिस राख्ने हो, जुन ठाउँमा चाहिँ इन्डस्ट्री खोल्ने हो, त्यो इन्डस्ट्री ओपन गर्ने ठाउँमा चाहिँ पब्लिक पार्कहरू बनाइदिने हुनाले अनि त्यसपछि चाहिँ यसको मतलब गभर्मेन्टलाई के फाइदा हुन्छ त होइन। गभर्मेन्टलाई बेनिफिट हुने चिजहरू पनि त्यो कम्पनीहरूले बनाइदिनु पर्ने त्यस्तो खालको पोलिसी थियो अरे भन्ने सुनेको है। त्यही भएर चाहिँ अब त्यो ठुलो मल्टिनेसनल कम्पनीहरूले चाहिँ यस्तो खालको पब्लिक पार्कहरू निर्माण गरिदिएको रहेछ। राम्रो राम्रो एकदम स्ट्यान्डर्ड भिआइपी टाइपको होइन, निकै नेचुरल तरिकाले। अनि त्यसपछि यो पार्कभित्र काम गर्ने मान्छेहरूलाई पनि पोलिसीहरू थियो अरे पहिला, अहिले चाहिँ छैन अरे। फलस्वरूप अहिले चाहिँ यस्तो खालको पार्कहरू हामीले धेरै थाइल्यान्डमा देख्न सक्छौँ। पब्लिक पार्कभित्र नै यस्तो खालको चाहिँ साग सब्जीहरूको खेती पनि गरेको देखियो। निकै सुन्दर छ गाइज। यति बेला चाहिँ गार्डनको पुरै रङ्ग नै फेरिएको छ, तपाईँले यहाँ देख्न सक्नुहुन्छ। हरियाली छ निकै सुन्दर। वाउ गाइज, चाहिँ वरिपरि रनिङ गर्न मिल्ने, वाकिङ गर्न मिल्ने टाइपको रहेछ। यस्तो खालको परिदृश्य देखिँदो रहेछ यहाँबाट। यो साइडमा हेर्नुहोस्, त्यहाँ चाहिँ मेन हाइवे छ, यो साइडमा टक्क चाहिँ अब यहाँ पानीको पोखरी छ। यो नेचुरल पार्कभित्र चाहिँ यस्तो खालको चाहिँ एक्सर्साइज गर्नको लागि यहाँ तपाईँको इन्स्ट्रक्सन दिएको छ। यो इन्स्ट्रक्सन अनुसार चाहिँ यस्तो खालको चाहिँ बनाइएको छ। यस्तो सानो सानो पिल्लरहरू बनाएको छ। यो पिल्लरमा चाहिँ एउटा खुट्टा माथि राखेर स्ट्रेचिङ गर्न मिल्ने यस्तो खालको चाहिँ दामी एक्सर्साइज नेचुरल टुलहरू पनि राखिएको छ। यहाँ चाहिँ रेस्ट गर्न मिल्ने टेबल कुर्सीहरू राखिएको छ गाइज। त्यसै गरी हामी हल्का अगाडि बढ्यौँ भने चाहिँ यहाँ पनि एक्सर्साइजकै लागि भनेर राखिएको छ। यहाँ पनि इन्स्ट्रक्सन दिएको रहेछ गाइज। टक्क चाहिँ माथि चढ्ने तल झर्ने, माथि चढ्ने तल झर्ने त्यस्तो खालको चाहिँ यस्तो खालको पिल्लरहरू बनाएको रहेछ। त्यो पक्की पिल्लर कि अब पुरै सिमेन्टले जति माथि चढे पनि भयो, जति तल झरे पनि भयो।
अब यो पार्कभित्र चाहिँ अझै फर्दर डेभलपमेन्टको लागि चाहिँ कामहरू भइरहेको देखिन्छ र सँगसँगै अझै धेरै ग्रिनरी बनाउनुको लागि चाहिँ यस्तो खालको रुखको बिरुवाहरू सानो बिरुवाहरू यहाँ हुर्काइरहेको देखिन्छ जसको कारणले गर्दाखेरि पछि चाहिँ फेरि विभिन्न ठाउँहरूमा चाहिँ सार्न मिल्यो विभिन्न बिरुवाहरू अनि त्यसपछि चाहिँ नि यसलाई हुर्काउँदै गएर पार्कलाई सधैँ ग्रिनरी बनाउन मिल्ने खालको यहाँनिर देखियो गाइज पार्कको बाहिरको परिदृश्य यस्तो देखिन्छ तपाईँले यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ सारा पार्किङ एरिया छ गाडीहरू विभिन्न भेहिकलहरू लिएर आउनु भएको छ भने हामीले चाहिँ यो कुनामा पार्किङ गरेका छौँ यहाँ शीतल पनि छ अब यहाँ दिनको समय भएको कारणले गर्दाखेरि मध्याहको समय भएको कारणले गर्दाखेरि यहाँ धेरै गाडीहरू पनि छैनन् होइन अब बेलुका बिहान चाहिँ यहाँ पुरै पार्किङ गरेर पुरै फुल हुन्छ पार्किङ चाहिँ यस्तो देखिन्छ गाइज कस्तो लाग्यो हाम्रो चाहिँ घुमघाम यहाँको नेचुरल ब्युटी यहाँ देख्न सक्नुहुन्छ आकाश पुरै निलो हल्का बादल बाहिरको माथिको परिदृश्य यस्तो देखिन्छ कस्तो लाग्यो त यहाँ पार्कभित्रको परिदृश्य गाइज जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला कमेन्ट गर्नु होला है त गाइज सी यू नेक्स्ट ब्लग